आज म भन्ने छु फोर्थ मिस्टेक जो हरेक टिनेजरले गर्ने गर्छ र तिमी त्यो मिस्टेक गर्नबाट कसरी बच्न सक्छौ त्यो नि भन्ने छु। अनि फोर्थ मिस्टेक भनेको चाहिँ छिट्टो लभ सबको चक्करमा लाग्नु हो। टिनेजमै लभ रिलेसनमा छिट्टै प्रवेश गर्नु भनेको नि एउटा टिनेजमा धेरै जसोले गर्ने बिग मिस्टेक्स हो। त्यो चाहे केटा होस् या केटी, दुवैलाई नै भनेको मैले। टिनेजमा लभ सबको चक्करमा पर्नु भनेको तरवारको धारमा यात्रा गर्नु जस्तै हो। किनकि यो बेलामा तिमीहरूलाई आफ्नो बारेमा त थाहा हुन्न, अनि अर्को मान्छेलाई कसरी बुझ्न सक्छौ भन त। अनि टिनेजमा अहिले तिमी जस्तो छौ नि, टिनेज पछि तिमी त्यस्तो मान्छे बिल्कुलै रहँदैनौ के, इन्टरनल्ली अनि बोथ इन्टरनल्ली अनि एक्सटर्नल्ली पनि। अनि तिमीले अहिले रोजेको केटा या केटी फ्युचरको लागि कसरी बेस्ट फिट हुन जान्छ भन त मलाई। तिमीले त अहिले त्यो केटीलाई या त्यो केटा या केटीलाई एउटा सोचेर मन पराएको हो नि, बट टिनेज पछि तिमीहरू दुवै टोटल्ली चेन्ज हुन्छौ, त्यो म ग्यारेन्टीका साथ भन्न सक्छु। तिमीले टिनेजमा आफ्नो गर्लफ्रेन्ड बोयफ्रेन्ड कसरी चुज गर्छौ थाहा छ? ओन्ली रूप र बाहिरी शरीर हेरेर मात्र। किनकि यो बेलामा तिमीहरूसँग सोच्ने शक्ति नै हुन्न, बस अरूलाई मेरो जियाफ छ बियाफ छ है भनेर फ्लेक्स हान्न लाइक अरू कुनै कारण नै हुँदैन तिमीहरूलाई रिलेसनसिपमा जानुको। अनि तिमीले प्रपोज गर्दा चाहिँ प्रपोज त गर्छौ आई लभ यु भनेर, बट के तिमीलाई थाहा छ आई भने तिमी भनेको हो भनेर? तिमी फ्युचरमा कस्तो मान्छे बन्ने छौ भन्ने थाहा छ? मानौँ तिमीलाई फ्युचरमा करियरमा फोकस भएर करियर बनाउनु छ, पैसा लोत कमाउनु छ, बट तिमीले टिनेजमा यस्तो केटीलाई चुज गर्यौ जसलाई न आफ्नो करियरको अत्तो पत्तो छ, न जसले आफ्नो फ्युचरको बारेमा सोचेको छ। उसले चाहन्छ कि बस उसलाई मात्र टाइम दिनु पर्यो, उसलाई मात्रै नै सधैँ फर्स्ट प्रायोरिटीमा राख्ने। त्यस्तो भयो भने त तिम्रो लाइफ भएन त ड्यामेज। अब अर्को केटी या केटा कसरी खोज्ने? 5-7 वर्ष उसँग टाइम स्पेन्ड गर्यो, अब छुट्न त इम्पोसिबल जस्तो नै हुन्छ। अनि त्यहाँ हुन्छ कम्प्रोमाइज आफ्नो ड्रिम्समाथि। अनि अर्को कुरा, त्यो बेलामा तिमीहरूको फिलिङ्स र इमोसनको केही अत्तो पत्तो हुँदैन, तिमीहरू इमोसनली एकदम इम्याच्योर हुन्छौ क्या। अनि मानौँ झगडा भएर ब्रेकअप भइहाल्यो, अनि एउटाले सुसाइड गरिहाल्यो, मानौँ लेटर लेखेर तिम्रै नाममा यसो कारणले मैले गरेँ है भनेर लेखिदियो भने के होला तिम्रो फ्युचर लाइफ? सोच त एकचोटि। मैले मेरै आसपासमा देखेको छु कति उदाहरणहरू जसले छिट्टै लभ रिलेसनसिप गर्यो, पछि बिहे भएर डाइभोर्स भएको पनि। अनि यता करियर नि चैट, पढाइ नि चैट, अनि सम्बन्ध नि चैट। लभ गरौँला, फिलिङ्स र इमोसन आउट अफ कन्ट्रोल भएर केही गलत कदम चालौँला, अनि त्यही गल्तीको कारणले सानो उमेरमै बिहे गर्नु पर्ला। अनि बिहे भएपछि त सक्यो, आफ्नो सपनाहरू पुरा गर्ने त सम्झिने नै हो त्यसपछि बसेर। बिहेपछि त बच्चाबच्चीको लागि सोच्ने, आफ्नो लागि होइन नि। सोच त 15-20 वर्षको उमेरमै बाबा मम्मी बनेको, अनि बच्चाबच्चीले बाबा मम्मी भनेको अचम्म लाग्दैन? लाग्छ नि है। सोच आफै बच्चा छौ अनि आफ्नो बच्चा छ बच्चाको बच्चा। सो टिनेजमा बाबा मम्मी बन्ने बाटोतिर छिट्टै नलाग्नु र आफ्नो बच्चालाई होइन दुनियाँको बच्चालाई चाहिँ बाटो देखाउने खालको काम गर्नु, एउटा उदाहरणीय व्यक्ति बन्नु। अनि तिमीले भनौँला फेरि लभमा रमाइलो पनि त हुन्छ नि ब्रो। अरे भाइ, रमाइलो गर्ने त अरू चिज नै छन्, तिमीलाई यही लभ गरेर रमाइलो गर्नुपर्छ भन्ने छैन नि। तिमी स्पोर्ट्समा इन्भल्भ हुन सक्छौ, नयाँ नयाँ स्किलहरू सिक्न सक्छौ, म्युजिक सिक्न सक्छौ, डान्स सिक्न सक्छौ, थुप्रो अप्सन छ रिलेसनसिप अनि लभको अल्टरनेटिभ। त्यसरी हो नि भाइ, जसले तिमीलाई हानि नि गर्दैन, हानि नोक्सान केही गर्दैन, बरु फाइदै गर्छ। अनि फेरि लभ सबमा तिमी जति रमाउँछौ त्यति रुन पनि पर्छ भाइ। सो मैले भन्ने चाहिँ यो लभ सबको चक्करमा टिनेजमै कहिले नि नपर्नु, रिलेसनसिपको अर्को अल्टरनेटिभ अप्सन खोज्नु।